एमाले महाधिवेशनमा जेनजी आन्दोलनको जगबाट केपी शर्मा ओलीलाई चुनौती। संसद पुनर्स्थापनाको माग गर्दै ओलीले एमाले महाधिवेशनको उद्घाटनमा चर्चा गरेको गम्भीर षड्यन्त्र के हो, हेर्नुहोस् आजको समाचारमा। जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको कंग्रेस उपसभापति पूर्णबहादुर खड्काको भनाई। एमाले महासचिव शंकर पोखरेल भन्छन् एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ। सर्वपक्षीय सरकार बनाउनु पर्ने ओलीको प्रस्तावमा विप्लवको सहमति। देशलाई संकटबाट बचाउनका लागि मिलेर अगाडि बढ्न नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले एमालेलाई राखे प्रस्ताव। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेल भन्छन् प्रजातन्त्र बहुदलीय व्यवस्था र समावेशितालाई जोगाएर नयाँ समझदारी गरौं। जेनजी विद्रोह विस्फोटन हुनुमा जिम्मेवारी लिनुपर्ने रासपा महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाई। सल्लाघारीबाट एमालेले दिएका 4 सन्देश के हुन्, हेर्नुहोस् आजको समाचारमा। एमाले महाधिवेशनको तस्बिर भन्दै भ्रम फैलाउने को हुन्, हेर्नुहोस् आजको समाचारमा। रासपाका महामन्त्रीले रविमाथि प्रतिशोध साधियो भनेपछि एमाले कार्यकर्ताले गरे हो हल्ला। महाधिवेशनको उद्घाटन सत्रमा ओली पक्षलाई मात्र दिइयो बोल्ने अवसर। नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भन्छन् हामीसँग ब्यालिस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत छैन। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल भन्छन् प्रचण्डजी र मैले राम्रा कामहरू पनि गरेका छौं, तर कसैले केही गरेन भन्छन्। समाजवाद ल्याउन नसके हामीलाई जेलमा कोचिदिनु होला भन्छन् नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम। शहीद रजकको परिवारलाई न्याय दिन निरन्तर लागि पर्ने संचार मन्त्री खरेलको भनाई। प्रधानमन्त्री कार्कीबाट एनपीएल च्याम्पियन लुम्बिनीलाई बधाई। लम्हैको होटलमा गोली चल्दा 1 जना घाइते। बेलायतबाट नेपाल ल्याएर सुधार केन्द्रमा राखिएका युवाको मृत्यु शंकास्पद भन्दै जाहेरी। एमाले रूपन्देहीका सचिवले छाडे पार्टी, आज रासपामा प्रवेश गर्ने तयारी।